हामीले सक्ने प्रयास हामी 100% गर्छौँ है। पाइयो मिल्छ बुवा, रुनु पर्दैन आमा। अब हेर्नु त स्थानीय पालिका हुनुहुन्छ, मानव सेवा आश्रम आएको छ, हामी आफ्नो प्रयास गर्छौँ आमा, रुनी होइन अब। अनि यहाँ थुनेर राखेको कति भयो भदौदेखि आमा? अनि ठिक छ। हेर्नुहोस् त अहिले यति बेला दाइलाई यो अवस्थामा राखेको छ, पुरै जेल जस्तो बनाएर, किनकि यो उहाँहरूको बाध्यता थियो। बाध्यताले गर्दा छोराको जीवन रक्षाको लागि गरेर अहिले यति बेला यो पुरै एउटा जेल जस्तो बनाएर, यति बलियो जेल जस्तो बनाएर जाउँ बाहिर बिस्तारै है। आज के खानुभयो त? मोही भात मिठो थियो, यही खाएको आज? अनि किन छोड्या थियो? धेरै भएर। हामीले सक्ने प्रयास, हामीले सक्ने सहयोग सेवा हामी गर्छौँ। काठमाडौँबाट मान्छे आउनु भएको छ, हुनु पर्दैन। अब काठमाडौँबाटै मान्छे आउनु भएको छ, हामी पालिकाबाट आउनु भएको छ, हामी गर्छौँ होइन। बाई गरिदिनु, बाई भन्नु न दिनेश बुवालाई बाई गर्नु। हामी उहाँको घर जाँदैछौँ, जसलाई बन्देक बनाएर राखिएको छ भन्ने जानकारी थियो, त्यही घटनास्थलमा हामी जाँदैछौँ। संसारले 34औं विश्व मानसिक स्वास्थ्य दिवस मनाइरहँदा मानव सेवा आश्रमको व्हाट्सएपमा मुटु कमाउने एउटा भिडियो सन्देश प्राप्त हुन्छ। भिडियोमा फलामे पिञ्जडाभित्र थुनिएका छोरालाई बाहिरबाट आमाले दशैंको टीका लगाउँदै थिइन्। मनरोगी छोरा पिञ्जडाभित्रबाटै आशीर्वाद ग्रहण गरिरहेका थिए। यही कारुणिक दृश्य र गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठको जानकारी पछ्याउँदै हामी रामेछाप खाँडदेवी गाउँपालिका स्थित दिनेशको घरमा पुग्यौँ। अब नातिनु हामी आछौँ, पालिका आएको छ, सबै राम्रो हुन्छ, आत्तिनु हुँदैन, बस्नु यहाँ बस्नु। ढल्किनु के चिन्ता लिएर हुँदैन बुवा, बरु यहाँ भन्दा भित्र ढल्किनु कि ढल्किनु। ल बस्नु। घरमा वृद्ध बुवा आमा र खोरमा मनोरोगी दिनेश थिए। ती वृद्ध आमा बुवालाई आफ्नै शरीर सम्हाल्न धाउ भएको थियो। लडेर निधारमा ठुलो चोट पनि लागेको रहेछ। मनोरोगी दिनेशको हेरचाह र औषधि उपचार आकाशको फल आँखातरी मर भने जस्तै भएको थियो। हामी चाहिँ अब मानव सेवा आश्रमबाट अब हामीले यहाँ स्थानीय पालिका हाम्रो प्रमुखज्यूले जानकारी गर्नुभयो। अनि होइन यो बेला त हामी सब यस्तो केसहरू हामीले गर्छौँ, धेरैजना आमा बुवा भइसिन्छ बुवा, अब रुनी चिन्ता लिने केही नगर्ने। हामीले सक्ने प्रयास हामी 100% गर्छौँ है। पाइयो मिल्छ बुवा। अनि चाँडो निको बनाएर हामी फेरि राम्रै बनाएर हाम्रो प्रयास जति जाहेर हुन्छ बुवा लाग्छौँ, छिटो निको बनाएर ल्याएर आउँछौँ हामीले। अनि यहाँ थुनेर राखेको कति भयो भदौदेखि आमा? आमा यो कसले बनाइदियो नि? यो काठमाडौँको मिस्त्री ल्याएर बनाएको। हेर्नुहोस् त अहिले यति बेला दाइलाई यो अवस्थामा राखेको छ, पुरै जेल जस्तो बनाएर, किनकि यो उहाँहरूको बाध्यता थियो। बाध्यताले गर्दा छोराको जीवन रक्षाको लागि गरेर अहिले यति बेला यो पुरै एउटा जेल जस्तो बनाएर, यति बलियो जेल जस्तो बनाएर सबै कुरा भित्र छ। अहिले भित्रको अवस्था, टोयलेटभित्र सबै कुरा यही यस्तो अवस्थामा छ। आमा बुवाको रहर थिएन, एउटा बाध्यता थियो। अनि आमा यो कसैले पैसा दिएर बनायो कि हजुर आफै खर्च गरेर बनायो? कहाँ पैसा दिनु नि, आफैले खर्च गरे। आफै खर्च गरे? हजुर, लाख रुपियाँ पर्यो त्यही पनि। रुनु पर्दैन आमा। अब हेर्नु त स्थानीय पालिका हुनुहुन्छ, मानव सेवा आश्रम आएको छ, हामी आफ्नो प्रयास गर्छौँ आमा, रुनी होइन अब। यो खोलिदिन्छ त, म भित्र जान्छु, मलाई खोलिदिनु नि। ल हेर्नुहोस्, उहाँहरू जस्तो तपाईँ हाम्रो क्षेत्रमा पनि कति हुन छन् होला, तपाईँ हामी सबैजना मिलेर आफ्नो क्षेत्रबाट साथ सपोर्ट प्रदान गरिदिनु भयो भने यसरी कोही पनि आमा बुवा निर्दोष मान्छेहरू जीवनयापन यो नि खोल्नुपर्छ। ओहो यस्तो बनाएर यसरी बिचरा मान्छे 72 सालदेखि अहिले 82 झन्डै 10 वर्ष 11 वर्ष हुन लागेछ। ठिक छ हामी सबैजनाले आफ्नो ठाउँबाट समयमा नै प्रयास गरिदिनु भयो भने कोही पनि
म आऊ भित्र बाफ्रे नमस्ते कस्तो छ त नि यहाँ भित्र बस्दा कस्तो छ त नि अहिले ठिक छ भित्र बसिरहने कि बाहिर जाने बाहिर हिँड्ने हामी चाहिँ आश्रमबाट आएको अब हामी तपाईँलाई उपचार गर्ने ओहो जुम्रा के हो यो उडिस हो किरा डर लाग्दैन सब कुहिएको किरा परेको छ 2072 सालको भूकम्पले ढलेका धेरै घरहरू उभिए कतै उभिँदै होलान् पनि तर त्यही भूकम्पले भाँचिएको वृद्ध बाआमाको मन अझै गाँसिन सकेको छैन भूकम्पले दिएको चोट दिनेशले अझै भुल्न सकेका छैनन् जाउँ बाहिर बिस्तारै है आज के खानु भयो त मोही भात मिठो थियो यही खाएको आज अनि किन छोड्या थियो धेरै भएर बाजेको बुवालाई के भयो त यो तपाईँको चिन्ताले हेर्छ त बुवा बुवा हिँड्छ ल जाउँ अब चिन्ता लिनु हुँदैन हामी छौँ नि त हिँड्छ वा तल हिँड्छ हजुरलाई आराम गर्नुहोस् भनेको ल हिँड्नु हिँड्नु आफूलाई थाहा छ तिमीलाई थाहा छ यो अवस्था कहिले आएर भएको केही थाहा छ तिमीलाई थाहा छ 72 साल बहल छ के गरेर यस्तो भएको केही थाहा छ तिमीलाई आज भैँचालो आउँदाखेरि यही फलेकोबाट यहाँ फालाल्यो अब बाउनी नबस्नु आमा औषधि सिद्धिएर भन्दाखेरि अनि यो घरमा सोध्यौँ त्यो बाटोमा सिरनी गरेर 10-12 दिन त्यहाँबाट यही घरले खेद्ने ठाउँमा सोध्नु भएको छ भने सबैले अनि त्यहाँ 10-12 दिन मतनको गाउँमा सुत्यौँ त्यहाँबाट पछि पाला आएपछि यही घर पछाडि पाला हालेर सुत्दाखेरि एउटा हाड रिङ गरेर किनेर अनि पछि दुईटै हाड बनाएर सुत्यौँ त्यहाँबाट अनि सर्बो त यही निराल जत्रो आचार्य हामी यो भुरो अर्को त्यही अपुङ्गो गणेशे भन्ने म निराजाउने अनि बाले चाहिँ अनि थाप्रा ठुठो गरेर यति हरिसभन्दा ठुलो आचार्य सर्बो अन्त टुवा गरेर अनि सिंहराजा सिंहरानी आफ्नो बाटो जाऊ मेरो घरे केटीहरूले केही नगर्नु है भनेर भित्र घुम्थेर यस्तै सिर्जनाले ट्याग गरेपछि अनि गएर फर्केर सर्बो अझै त्यस्तो के अप्ठ्यारो केही गाह्रो त्यस्तो के हुन्छ के तिमीलाई केही भएको छैन नि केही यति राम्रो मान्छे हो केही भएको छैन ज्वरो आउनुहुन्छ अरू हुँदैन जाने हामीसँग एउटा फोटो खिचिदिनु ल आमालाई नि यता बोलाउनु न त फोटो खिच्नलाई आमा र बुवामा कसको बढी माया लाग्छ बुवा किन खै थाहा छैन आमाको नि लाग्दैन लाग्छ होला कम लाग्छ लागिहाल्छ अनि छ नि अहिले त अप्ठ्यारो छैन तपाईँहरूलाई अब हामीसँग जाने आश्रममा जाने हो उपचार गर्ने चाँडो निको भएर आउने है हामीले सक्ने प्रयास हामीले सक्ने सहयोग सेवा हामी गर्छौँ काठमाडौँबाट मान्छे आउनु भएको हुनु पर्दैन अब काठमाडौँबाटै मान्छे आउनु भएको छ हामी पालिकाबाट आउनु भएको छ हामी गर्छौँ होइन उनी पढाइमा अब्बल थिए बाआमाका लागि 4 छोरामध्ये दिनेश सबैभन्दा प्यारा पनि थिए छर छिमेकीले दिनेशको अनुहारमा उसको उज्यालो भविष्य देख्थे बाआमाले आफ्नो सहज बुढेसकालको कल्पना गर्थे पालिकाको टिमले नै बुवाको सेवामा सहजीकरण गरिदिइरहनु भएको छ सिङ्गोपालिका टिम हुनुहुन्छ र म हजुरलाई एउटा हाम्रो यसलाई सहज स्वीकार गरिदिनु होला आमा बुवालाई जस्तो गाह्रो हुनसक्छ त्यसै बेला मौकामा हेरेर यहाँ के कस्तो हुनेछ त्यसमा सहजीकरण गरिदिनु होला त्यो कुरा चाहिँ अब हामीले सबैलाई ल बुवा अब लिएर जाने त होइन जाउँ खुसी हुनुहुन्छ नि कति खुसी खै बताउनु पर्यो ल हातले पन्छाएर भन्नु त कति खुसी खै यति खुसी ओहो तपाईँ हाँस्या कि रुवा ए ल ठ्याक्कै छोरालाई बिदाई गर्नु पर्यो ल आफ्नो ख्याल गर्नु कति चिन्ता नलिने है है ल बाई गरिदिनु बाई भन्नु न दिने दाई दिनेश बुवालाई बाई गर्नु बाई
मेरो बाबुलाई भइपुर्न होस् अब सबै त्यस्तो समस्या पर्यो भने आमा पालिका आउनु ल है आमा केही समस्या पर्यो भने पालिका आउनु ल चट्ट बस्ने दाजुभाइ चट्ट जानुपर्छ भाइ गरिदिनु न त छोरालाई चमकता खुसी पनि हामीले आमालाई ढोक्नु नि त आमालाई ढोक्दिनु एकचोटि उहाँको ममतामयी माताले चाहिँ बिदा गरेर चाहिँ फेरि दिनु औषधि पठाइदिन्छौँ त्यस्तो केही समस्या पर्यो भने पालिका मलाई भाइ पठाइदिनु ल आखिर के भएको थियो दिनेशलाई? जन्जिरले बाँध्नुपर्ने मनोवैज्ञानिक कारण के थियो? कसरी हुन्छ उपचार र के दिनेशको उपचार सम्भव छ? बाँकी भिडियो हेर्न मानव सेवा आश्रमलाई फलो गर्न नभुल्नुहोला। जसको कोही छैन, जसको केही छैन, उनैको सेवामा समर्पित मानव सेवा आश्रम मानवता प्रवर्धन महाअभियान।